हाम्रो चाहिँ फरेनर चाहिँ हाम्रो मोस्टली चाहिँ हाम्रो जर्मनी हुन्छ। हाम्रो चाहिँ गेस्टले डिपार्चर टाइममा जुन पेमेन्ट हामीले उठाउँछ नि भिजा जुन मास्टर कार्ड अथवा अमेरिकन एक्सप्रेस जुन भए पनि हाम्रो चाहिँ त्यो पोस्ट मेसिनबाट डाइरेक्टली ट्याप गरेर पनि हामीले उठाउँछौँ अथवा इन्सर्ट गरिकन पनि हामीले पेमेन्ट चाहिँ त्यो थ्रुबाट उठाउँछौँ। पोस्ट मेसिनमा स्क्रिन नै छ नि त, सो स्क्रिन टचवाला छ अनि हाम्रो बोइल्ड भएकोहरू सजिलोसँग निकाल्नु मिल्छ। अथवा हाम्रो मिस्टेकिनली यो हाम्रो रोल सक्छ नि भित्रको पेपर रोल त्यो सकेको भए पनि अब पहिलातिर चाहिँ त्यो निकाल्नेलाई अलिक गाह्रो हुन्थ्यो नि, अहिले चाहिँ हाम्रो डाइरेक्टली निकाल्नु मिल्छ। यो पोस्ट मेसिनमा चाहिँ हाम्रो बेस्ट चाहिँ के छ भने चाहिँ गेस्टले वान टाइममै हामीले कार्ड दिएपछि हामीले जस्ट वान ट्यापमै हामीले गेस्टको पेमेन्टहरू चाहिँ रिसिभ गर्छ, त्यही भएर चाहिँ हामीलाई यही बेस्ट लाग्छ।